नायिका सुषमा कार्की यति बेला अस्ट्रेलियामा बस्दै आएकी छन्। अस्ट्रेलियामा उनले खुकुरी रेस्टुरेन्टमा काम गरेको भिडियोहरू हामीले प्रशस्त मात्रामा देख्न सक्छौं। केही समय अघि मात्रै उनले सुषमा कार्कीको हातको चटपटे खान आउनु भन्दै चटपटे बनाएको भिडियोहरू हालेकी थिइन्। त्यस्तै फेरि उनले हिजो चिकन ललिपप खान आउनु भन्दै एउटा भिडियो पोस्ट गरेकी छन्। नेपालमा हुँदा आफूले केही पनि काम नगरेको तर अस्ट्रेलिया आएपछि भने आफूले सबै काम गर्न थालेको पनि उनले बताएकी छन्। उनको यो भिडियो खुकुरी अस्ट्रेलिया टिकटकको आइडीबाट सार्वजनिक भएको छ, जहाँ सुषमाका थुप्रै भिडियोहरू हामीले देख्न सक्छौं। उनले चटपटे पानीपुरी झोलमोमो बनाएको भिडियोहरूमा थुप्रै प्रतिक्रिया पनि आएका छन्, जसमा 5 मिनेट डान्स गरेको 2-3 लाख लिनेको हालत भन्दै एकजनाले कमेन्ट पनि गरेका छन् भने अर्को कमेन्टमा अचेल 5 मिनेट डान्स गरेको कति चार्ज गर्नुहुन्छ, भात पकाउने काम गर्न थाल्नु भएछ, बल्ल सुहाएको छ। खासमा तपाईलाई नाच्न गाउन फिल्महरूमा सुहाउँदैन थियो किनभने त्यसमा धेरै ट्यालेन्ट मान्छे चाहिन्छ भन्दै भद्दा कमेन्टहरू पनि गरेका छन्। जे होस्, सुषमालाई हाम्रो तर्फबाट नयाँ कामको शुभकामना।